दिनमा एकचोटि दिशा आउनै पर्छ होइन हजुर 2 दिनमा एकचोटि दिशा आएको पनि नर्मल हो त्यो दिशा सारो हुनु भएन एकदम सारो कन्ने खालको दिशा चाहिँ हुनु भएन तपाई जब दिशा गर्दा कन्नु हुन्छ नि पाइल्स आउँछ पाइल्सबाट रगत आउँछ हैन पाइल्सको उपचार गर्दाखेरि एउटा प्रब्लम चाहिँ के आउँछ भने बारम्बार दुख दिने रगत आउने हुन्छ तर त्यसलाई पनि अपरेसन चाहिदैन जबसम्म त्यो स्टेज 4 सम्म पुग्दैन नि त्यो तबसम्म मेडिकल म्यानेजमेन्ट औषधि उपचारबाट धेरै नै कन्ट्रोल गर्न सकिन्छ तर समस्या चाहिँ के छ भने हैन यहाँ अपरेसन गर्नुपर्छ भन्छ अपरेसन गर्ने मान्छेको दुख पनि सुनाउँछु अपरेसन गर्नुभयो डाक्टर साहब अब त म दिसै कन्ट्रोल गर्न सक्दिन लाग्यो कि दौडिनु पर्छ भन्छ यो 10% मा हुन्छ 5 देखि 10% मा यो मान्छेमा हुन्छ किनभने हाम्रो जुन दिशा हामी सामान्य रूपमा दिशा रोक्न सक्छौं नि एक्सटर्नल एनल स्फिन्क्टर भन्ने हुन्छ त्यसको मद्दतले जब तपाई हेमोरोइडेक्टोमी भन्छ पाइल्सको अपरेसनलाई यो गर्नुहुन्छ त्यो काटिने सम्भावना एकदम बढी हुन्छ अनि त्यो भएपछि तपाई दिसै रोक्न सक्नुहुन्न कि हैन त्यही भएर पाइल्स भनेको के हो भन्दा के पनि होइन हाम्रो आफ्नै रगतको नसा फुलेको हो हाम्रो आफ्नै खानपिन गडबड भएर आएको हो सिजबाथ भन्छौं एउटा पानी मनतातो पानीमा सेक्नु पर्छ खानपिन सुधार्नु पर्छ एक दुईटा औषधिहरू छन् हैन यसमा आयुर्वेदिक पनि कुनै कुनै आयुर्वेदिकहरू राम्रो औषधिहरू आयुर्वेदिकबाट पनि उहाँहरूले ल्याउनु भएको छ यो व्यक्तिगत रिसर्च गरेकोमा हैन यसमा चाहिँ म हैन आयुर्वेदिकको प्रणालीलाई पनि कहिलेकाहीँ अपनाउँछु सबैलाई होइन हैन सबैलाई होइन किनभने मैले आयुर्वेदिक पढेको होइन त्यही भएर मैले धेरै आयुर्वेदिकको बारेमा थाहा छैन आयुर्वेदिकको पढाइ हुने मान्छेलाई थाहा हुनुपर्छ तर उहाँहरूको पनि आयुर्वेदिकमा पनि त्यो दिने औषधि भनेको फाइबरै हो त्यो भन्दा फाइबर र डायरिया लगाउने औषधि हो हैन अनि त्यो हिसाबले चाहिँ तपाईको पाइल्स कन्ट्रोल हुन्छ उही बेला बखत दुख दिइरक्छ त्यतिखेर औषधि खाने कन्ट्रोल गर्ने हो तर अपरेसन चाहिँ गरिहाल्नु पर्दैन सबै पाइल्सलाई अपरेसन चाहिदैन पहिलो नम्बरमा यहीबाट सुरु गर्छु पाइल्स के हो भनेर मान्छेले बुझेको पनि छैन हजुरले बुझ्नुभयो भने थाहा पाएको र बुझ्नुमा फरक छ मैले पनि सुरुमा थाहा पाएको मात्र थिए पढ्दै जाँदा बुझे